स्वागत छ गाइस आजको मेरो न्यू डे न्यू भिडियोमा। गाइस कस्तो हुनुहुन्छ हजुर? आई होप सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। र अहिले चाहिँ म र मेरो साथी जाँदैछौँ हाम्रो होम टाउन माकुम। यहाँ चाहिँ मेरो साथी छिन् र उसको चाहिँ भोलि बर्थडे हो नि त गाइस, त्यही भएर हामी चाहिँ केक अर्डर दिनुको लागि जाँदैछौँ। तपाईँहरूले पनि एडभान्स ह्यापी बर्थडे भनिदिनु होला मेरो साथीलाई र हाई भनिदिउ न। ऊ चाहिँ आज कलेज गइन्, म चाहिँ गइनँ गाइस। अनि हेर्दै गर्नु होला भिडियो लास्टसम्म कस्तो हुन्छ होइन गाइस। हेर्न सक्नुहुन्छ आजको भ्यू चाहिँ यस्तो छ। ती साह्रो घाम पनि छैन, अघि चाहिँ अलिअलि पानी आएको थियो तर अहिले चाहिँ पानी पनि आएको छैन। मौसम चाहिँ राम्रो छ। यस्तै मौसम भयो भने चाहिँ भोलि चाहिँ घुर्नु चाहिँ मजा हुन्छ, हेर्नु होला। गाइस हामी चाहिँ हाम्रो होम टाउन पनि आइपुगिसक्यौँ र अहिले चाहिँ हामी जाँदैछौँ हाम्रो केक सपमा केक अर्डर दिनुलाई। यहाँ एक ठाउँमा गएको थियौँ, त्यहाँनिर चाहिँ हुँदैन अरे, মানে लिँदैन अरे। हामी चाहिँ अलिक सानो खोजेको थियौँ, त्यहाँ दिँदैन अरे, उनीहरूले जस्तो अर्डर लिँदैन अरे। एडभान्समा बनाएर राखेको त्यो चाहिँ दिनु सक्छ अरे, तर त्यो हामीलाई चाहिँदैन। एकको हामीलाई बिना एकको चाहिएको छ, त्यही भएर हामी चाहिँ अर्को जग्गा जाँदैछौँ, हेर्दै गर्नुलाई। सो गाइस हामी चाहिँ केक सपमा पनि पुग्यौँ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ केकहरू पुरा बनाएर राखेको रहेछ। यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यिनीहरू चाहिँ 400बाट उपरकै रहेछ। 400देखि तलको चाहिँ रहेन रहेछ यहाँनिर केक। र हामीले चाहिँ हामी आफ्नो चोइसकै केक बनाउनु लागि दिएको छौँ। यता पनि हेर्न सक्नुहुन्छ गाइस हामीले चाहिँ केक पनि अर्डर दिएर आइसकिसक्यौँ र यहाँ चाहिँ केकको स्लिप चाहिँ हेर्न सक्नुहुन्छ। केकको फोटो म तपाईँलाई देखाउँदैछु, हेर्नु होला। गाइस मलाई चाहिँ कस्तो हाँस उठ्दैछ अहिले नभन्नु न। मेरो साथीले के भन्दैछ मलाई, भोलि चाहिँ मेरो बर्थडे हो, मलाई चाहिँ गाली नदिनु नि, म बार बर्थडे भनिराख्छु ल भन्दै छु। किनकि मलाई पनि यत्रो कुरामा মানে गाइस पुरा ठुलो आवाज आइहाल्छ कि, त्यही भएर मेरो चाहिँ आवाज अलिक ठुलो छ नि त। त्यही भएर उसलाई मैले भनेको छु मलाई याद दिलाउनु ल भनेर। हेर्दै गर्नु होला, भोलिको भिडियो देखाउँछु आजको पनि। यहाँ चाहिँ सो गाइस मैले चाहिँ केकको पनि फोटो देखाएँ तपाईँहरूलाई। कस्तो लाग्यो होला केक कमेन्ट गरेर भन्नु होला तपाईँहरूले। र उनीहरूले कस्तो बनाइदिन्छ अब त्यो थाहा छैन, तर मैले चाहिँ फोटो चाहिँ दिएको छु। त्यस्तै बनाइदिन्छ भन्ने आशा छ मलाई चाहिँ। अब राम्रै बनाइदियो भने त। अहिले चाहिँ हामी जाँदैछौँ घर। अहिले त पुरा गरम पनि भयो गाइस, हामी यत्रो दूर हिँड्न जाँदैछौँ, हिँडेर आएको हिँड्न जाँदैछौँ, किनकि हामीलाई पैसा बचाउनु छ नि त गाइस। त्यही भएर हामी दुईजना चाहिँ हिँड्दै जाँदैछौँ। यति साह्रो गरम त छैन र पनि अब हिँड्दा गएको र ओटोमा गएको मजै अर्को हुन्छ नि त गाइस। हिँड्दा गएको त बात गर्दै गर्दै पनि हुन्छ, अरू ओटोमा त के, ओटोमा पुरा गडाङ डङ 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 गर्छ। फेरि रस्ता कस्तो खराब छ यहाँको। भात खाएर आयो भने त सबै खाएको छ त्यहाँ, सबै हिलाइदिन्छ आन्द्राभरि। मेन कुरा चाहिँ तर पैसा बचाउने हो नि, किनकि अब यति सामने पनि त लाग्छ नि, दुईजना त हिँड्न सकिहाल्छौँ। त्यही भएर गाइस अहिले चाहिँ हामी जाँदैछौँ आइसक्रिम खानुको लागि दोकानमा। किनकि यहाँ हाम्रो चाहिँ यहाँ माकुममा आइसक्रिम दोकान त छ, तर अब हामीले कहाँ देखेको छैनौँ त्यति साह्रो। किनकि हामी माकुम भन्दा पछि 3 जग्गा जान्छौँ नि त गाइस। हाम्रो उतै छ कलेज पनि, उतै सबैतिर हामी उतै घुम्छौँ आउँछौँ, देखेको पनि छैनौँ। अरू हामीलाई पनि यस्तो उस्तो आइसक्रिम त्यो मन पर्दैन कि, त्यो चक्लेटवाला नभए त्यो बरफवाला हुन्छ नि जुन ओरेन्जमा, त्यो मात्रै मिठो लाग्छ। 10 रुपियाँ खालको त्योभन्दा बेसी दामको मिठो लाग्दैन। त्यही भएर अनि हामी चाहिँ अब दोकान जहाँ भेट्छौँ त्यही खान्छौँ। गरम पनि छ बहुत। छाता त्यतिको लिएर मात्रै आएको छु, हेर्न सक्नुहुन्छ बोकिरहेको छु छाता। र भेट्दै गर्नु होला भिडियो चाहिँ। गाइस हामीले चाहिँ आइसक्रिम पनि भेट्यौँ र यहाँ चाहिँ हामी खाँदैछौँ, हेर्न सक्नुहुन्छ आइसक्रिम। सो गाइस म चाहिँ अहिले घर जाँदैछु र मेरो साथी पनि गइन्। र मेरो भिडियो चाहिँ आजको लागि यति नै हो। लाइक कमेन्ट सेयर र फलो गरिदिनु होला। बाई बाई।